दिपेन्द्र सिंह ऐरी इज ही कमिङ फर नेपाल। नेपालको लागि चाहिँ खेल्नको लागि चाहिँ दिपेन्द्र सिंह ऐरी आउँछन् या आउँदैनन्? दिस इज द बिगेस्ट क्वेसन। किनभने दिपेन्द्र सिंह ऐरीको पिएसएल को म्याच छ। पिएसएल को म्याच छोडेर दिपेन्द्र सिंह ऐरी नेपालमा CWC लिग 2 खेल्न आउँछन् कि नै? किनकि जुन टाइममा युएसए जुन टाइममा युए र ओमानसँग नेपालको म्याच छ, त्यो टाइममा तपाईको यतापट्टि हेर्नुहुन्छ भने के छ भन्दाखेरि चाहिँ दिपेन्द्र सिंह ऐरीको पिएसएल छ। दिपेन्द्र सिंह ऐरीले पिएसएल लाई चुज गर्छन् कि दिपेन्द्र सिंह ऐरी चाहिँ नेपालको लागि खेलाउँछन्? दिस इज अल्सो गोइङ टु बी समथिङ क्रुशियल। किनकि बिना दिपेन्द्र सिंह ऐरी नेपाललाई गाह्रो पर्छ। पिएसएल को लागि त दिपेन्द्र सिंह ऐरी जस्ट एउटा नर्मल प्लेयर हुन सक्छ, तर नेपालको लागि दिपेन्द्र सिंह ऐरीको जतिको क्यालिबर बोकेको प्लेयर, दिपेन्द्र सिंह ऐरी जतिको परफर्मेन्स गर्ने प्लेयर कोही पनि छैन। सो दिपेन्द्र सिंह ऐरी इज अ सुपरस्टार फर नेपाल। दिपेन्द्र सिंह ऐरी भनेको नेपालको लागि इम्पोर्टेन्ट क्यारेक्टर होस्। दिपेन्द्र सिंह ऐरी चाहिँ आउनु पर्छ जस्तो लाग्छ मलाई।